हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ गेम भिडियोहरुमा। मेरो पछाडी छन् 8 जना बुढाहरु। अबे कहाँ गया बे? छैन त। देख्नुभयो होला। अहिले छन् मसँग 8 जना बुढाहरु। 1 2 3 4 4 जोडी मतलब 8 जना। हम मालूम है तेरे बाप को मत सिखा चल। यिनीहरुले हामी खेलाउँदै छौं एउटा गेम। एउटा मात्र हैन, खेलाउँछौं 4 वटा गेम। जो प्रथम निक्लिन्छ त्यसलाई हामी दिन्छौं 5000 रुपैयाँ पैसा। पैसा ही पैसा होगा। र 5000 रुपैयाँ पैसा जित्नको लागि त्यति सजिलो पनि छैन। हामी यिनीहरुलाई कठिन भन्दा कठिन गेम खेलाउँछौं। र जो सबैभन्दा प्रथम निक्लिन्छ त्यसैले पाउँछ 5000 रुपैयाँ। अब गेम सुरु गरौँ। अभी मजा आएगा ना भिड। अब हामी गेम सुरु गर्न जाँदैछौँ। गेमको रुल सिम्पल छ। यो आलीदेखिबाट त्यहाँ देखिने पल्लो आलीसम्म, राम्रोसँग देखिँदैन होला तर ठिकै छ, त्यहाँनिर देखिने पल्लो आलीसम्म जुन जोडी सबभन्दा पहिला पुगेर फर्केर आउँछ त्यो जित्छ र जो लास्ट हुन्छ त्यो जोडी आउट हुन्छ। गेमको रुल भने हामीले दुईटै खुट्टामा डोरी बाँधिएको छौँ र यही डोरी बाँधेकै खुट्टा लिएर त्यो आलीदेखिबाट यो आलीसम्म फर्केर आउनु पर्नेछ। ल म 3 को काउन्टमा गेम सुरु गर्न जाँदैछु। 1 2 3 स्टार्ट। पहिला त्यहाँ पुगेर फर्केर आउनुहुन्छ त्यसको एकजनाले जितिसकेको छ। ल साथीहरु, अघिको गेममा चाहिँ सबैजना ड्र भएको जस्तो लाग्यो। लास्टको टोली पनि सँगसँगै गएको जस्तो पनि लाग्यो। खोइ कसले जित्यो कसले हार्यो त्यो डिसाइड गर्नै सकेन हामीले। ल अब चाहिँ अर्को गेममा हामी डिसाइड गर्छौँ को हार्यो को जित्यो भनेर। यो चाहिँ गेम ड्र भयो। अब हामी गेम नम्बर 2 मा जाँदैछौँ है। ल साथीहरु, अब हामी अर्को गेमतर्फ लागिसकेका छौँ। अर्को गेम चाहिँ म्युजिक बल हो। त्यसमा चाहिँ हामी गोलो घेरा लगाएर सबैको हातमा बल पालै पालो दिन्छौँ र जसको हातमा म्युजिक रोकिन्छ त्यो आउट हुन्छ। अब बल चाहिँ भने ल बल चाहिँ यही हो साथीहरु। अब घेरा पनि बन्यो। ल साथीहरु, गोलो घेरा पनि बनिसक्यो। तपाईहरु देख्न सक्नुहुन्छ गोलो घेरा बन्यो। अब यो बुढाहरुलाई मैले बल एकजनाको हातमा दिन्छु र यो बल पालै 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 गर्दा गर्दा जसको हातमा बल रोकिन्छ त्यो आउट हुन्छ। ल अब गेम सुरु गरौँ। ल साथीहरु, अब हामी गेम सुरु गर्दैछौँ। 1 2 3 स्टार्ट। गेम चालू हुँदैछ। कोपट्टि रोकिन्छ, हेरौँ कसको किस्मत खराब छ त्यो आउट। हेर्दै जाउँ है साथीहरु, हेर्दै जाउँ। आउट 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 आउट। दिप्सन हाम्रो दिप्सन भाइ आउट भएको छ है। हाम्रो दिप्सन भाइ यतापट्टि हाम्रो दिप्सन भाइ आउट भएको छ है। ल यो चाहिँ आउट भयो। ल साथीहरु, एकजना आउट भइसकेको छ। ल हामी अब फेरि अर्को तर्फ लाग्दैछौँ है। ल रेडी 1 2 3 स्टार्ट। हुँदैछ हेरौँ अब को आउट हुँदैछ है त। छिटो निकल आउट भयो है। अहिले चाहिँ निकल आउट भयो। ल साथीहरु, तपाईहरु देख्न सक्नुहुन्छ यिनीहरु दुईजना चाहिँ आउट भइसकेको छ हाम्रो गेमबाट। ल तिम्रो नाम के हो भन्दै हो? दिप्सन मिकल। ल उसको नाम चाहिँ दिप्सन र उसको नाम चाहिँ मिकल थियो। तर दुर्भाग्यवश यिनीहरु दुईजना गेमबाट आउट भइहाल्यो। 5000 रुपैयाँ यिनीहरुको किस्मतमा थिएन र 5000 रुपैयाँ किस्मतमा नभएर केही फरक पर्दैन। यिनीहरुलाई हामी दिनेछौँ ललिपप। मोगेम्बो खुश हुआ। ल एउटा तिमीलाई एउटा तिमीलाई। ल आज तिमीहरुको सफर यहीँसम्म थियो। अब तिमीहरु अब दुःख लाग्दो कुरो हो, मलाई साह्रै दुःख लागेको छ तिमीहरु आउट हुँदाखेरि। अब भगवानको इच्छा, मैले पनि के गर्न सक्दिनँ। ल साथीहरु, हामी फेरि अर्को गेमतर्फ आइसकेको छौँ र अर्को गेमको चाहिँ रुल एकदम सिम्पल छ। हामी यो एक ठाउँमा राखेर
बुढाहरूलाई दूरी तय गरेर लगाउँछौँ र जसले यो मुखबाट च्यापेर लिएर आउँछ त्यसले जित्छ र जसले चाहिँ च्यापेर जो लास्टमा आउँछ त्यो चाहिँ आउट हुन्छ है। दुईजना जो लास्टमा आउँछ त्यो फेरि पनि आउट हुन्छ। ल अब हामी गेम सुरु गर्न जाँदैछौँ। तिमीहरू यो गेमको लागि एक्साइटेड छौ नि? एकदम धेरै एक्साइटेड? तिमीहरूले 5,000 रुपियाँ जित्यो भने के गर्ने? पैसा ही पैसा होगा। पैसा कमाउने। ल ठिक छ। ल हातले छुनु पाउँदैन है तिमीहरूले, मुखले मात्रै टिप्ने हो। जसले हातले समाउँछ त्यो फेरि पनि आउट हुन्छ है। ल 1 2 3 गो। ओए सन्तोष आउट। धेरै नहल्ला न। ल ल ल ल ल एकजनाले टिपेर ल ल ल ल ल ल एकजनाले टिपेर लगिसकेको छ, एकजना सानिया टिपेर गइसक्यो। हेरौँ अब को आउँछ, कोले लैजान्छ, फेरि अर्कोले पनि लग्यो है। हात नछुने। धेरै नहल्ला, धेरै त नहल्लाइँदैन। ल हेरौँ अब कोले लानु सक्छ, हेरौँ है। ल अर्को फेरि एकजना लग्यो, दुईजना आउट भयो। अरूले जितेर गइसकेको छ, यिनीहरू दुईजना चाहिँ आउट भयो। ल साथीहरू एकदमै धेरै दुःखको कुरो भयो, फेरि दुईजना आउट भयो है। अरू त 4जनाले मुखले थुतेर लगि नै हाल्यो। यिनीहरू चाहिँ मुखले थुत्नले एकदम असफल भएको हुनाले यिनीहरू दुईजना चाहिँ आउट भयो। साला यो दुःख का खत्म नहीं होता बे। तर हामी तिमीहरूलाई यतिकै चाहिँ जान दिन्नौँ। तिनीहरूले ललिपप खाइहाल्यो, तिमीहरू पनि एकवटा ललिपप खाऊ। ल ल शाबास, गुड। ल अब यिनीहरूलाई हामी बिदा गर्दैछौँ। हस् त। हेलो साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ हामी फेरि नयाँ लोकेसनतर्फ आइसकेको छौँ नयाँ गेमको लागि। गेमको रुल मैले बच्चाहरूलाई सम्झाइसकेको छु। आफ्नो आफ्नो कलरमा उफ्रिने है त, जुन कलरमा भन्यो त्यो कलरमा जाने, नत्र फेरि हार्छ। जो लास्टमा उफ्रिन्छ त्यो पनि हार्छ है। ल रेड ग्रिन येलो, यो तिमी आउट भयो जान्छ। मगर क्यों? अलिक बढी नै उफ्रियो क्या। अब फेरि एकजना आउट हुनुपर्छ है। एकजना आउट भयो भने यो गेम पनि फिनिस। त्यसपछि अर्को गेमतर्फ लाग्छौँ हामी। ग्रिन तिमी पनि आउट। यो बच्चा अलिक बढी नै चिच्याउँछ। ल अब चाहिँ दुईजना फाइनलमा पुग्यो हो। ल तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू, यहाँनिर दुईजना चाहिँ फाइनल गेममा आइसकेको छ। अब फाइनल गेममा जसले जित्छ त्यसले 5,000 रुपियाँ पुरस्कार पाउँछ। तैँले पैसा जितिस् भने के गर्छस्? राख्छु। कहाँ राख्ने? अनि तैँले पैसा जितिस् भने के गर्छस्? घरमै राख्छु, बाबालाई दिन्छु भन्छ। ल अब हामी अर्को फाइनल गेमतर्फ लाग्छौँ। ल साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ बेलुन हामीले राखेका छौँ। हामी बुढाहरूलाई चाहिँ रक पेपर सिजर खेल्न लगाउँछौँ र रक पेपर सिजरमा जसले जित्छ त्यसले चाहिँ एउटा बेलुन फोड्छ र लास्टमा चाहिँ जसले सबैभन्दा पहिला बेलुन फोड्छ त्यसैले जित्छ र त्यसैले 5,000 रुपियाँ पैसा पाउँछ। हो कि होइन? 5,000 रुपियाँ जित्न तयार छौ नि? 5,000 जित्न तयार छ? ल ठिक छ। ल सुरु गर। ल 1 2 3 रक पेपर सिजर। ल जित्यो, एउटा बेलुन फुट्यो। ल फेरि एकचोटि। जति बेला नि त्यसले मात्र जित्यो त। ल ल जा 4 स्याबास। ल फेरि यसैले जित्यो। फेरि यसले जित्यो। ल कसले जित्छ ल 4 सुरु गर। स्याबास। ल बुनुले जित्यो। ल फेरि बुनुले जित्यो। ल अब एउटा मात्र बाँकी छ। यसको पनि दुईटा बाँकी छ। ल कसले जित्छ? ल ताली बजाइदियो, तालीले जित्यो। ल साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ अब विजेता चाहिँ ऊ भइसकेको छ। ल तिम्रो नाम के हो भनिदेऊ सबैलाई? अलि बेसरी। अब यो 5,000 रुपियाँ पैसा लिएर तिमी के गर्ने? खै के गर्ने त्यो पनि थाहा छैन? ल ठिकै छ, उसलाई थाहा छैन, जे गरे नि उसैले गर्छ। अब उसलाई चाहिँ 5,000 रुपियाँको रूपमा हामी एउटा चेक दिनेछौँ। चेक चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर। चेक 5,000 को चेक काटिसकेको छ हामीले।
चल झूठा ल यो चेक चाहिँ तिम्रो नाममा ल गएर मम्मी बाबासँग गएर चेक काटेर लिएर आउने है त ब्याङ्कमा गएर चेकको पैसा ल साथीहरू तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा लेखेर पठाउनु होला ल र अरू पनि यस्तै यस्तै भिडियो हेर्नको लागि लाइक सेयर र सब्सक्राइब गरिदिनु होला तपाईँहरूले यदि यो भिडियोलाई मन पराइदिनु भयो भने हामी अर्कोपल्ट फेरि पनि यस्तो नयाँ भिडियो लिएर आउनेछौँ र हस्त साथीहरू नमस्कार।